हेलो एभ्रिवान बिहान मर्निङ सन्डे लास्ट सन्डे प्लानेटको क्लास सकाएर चाहिँ क्रिएसन डान्स फिटनेस सेन्टरमा चाहिँ मैले डान्स सिकाउँदै थिएँ। हाम्रो जाम सरको स्टुडियो छ 8 पहेँलो पुल। डान्स क्लास सुन्नुबाट एकदम एक्साइटेड थिएँ बिकज हामीले चाहिँ प्लान गरिरहेको थियौँ आज चाहिँ स्पेसल सो मुभी हेर्न लाली बजार र एकदमै खुसीको कुरा कि पश्चिमकै भाइ नै थिए पठाउमा चाहिँ सन्तोष साई। हि वाज लाइक भेरी हम्बल। एकदमै गफ पनि गरियो, एकदम रमाइलो गरियो र म चाहिँ सो हेर्न लबिङ मलमा पनि पुगिसकेँ। लबिङ मलमा सबैजना मेरो लागि कुरेर बसिरहेको थिएँ। एकदमै मैले ढिलो गरेर रिसाइरहेको थिएँ बिकज हाफ अफ द पिपल अलरेडी वर देयर एन्ड बट मलाई देख्दा सबैजना खुसी पनि भइहाल्यो, चेन्ज पनि भइहाल्यो, मुखमा सबैको एकदमै रौनक थियो। एन्ड यस यो एकजना मेरो पार्टनर मेरो नाङ्गुरा टिम लाइक मिरा युबी अलिक रिसा जस्तो थियो म ढिलो आएर, बट उसले पनि मानिहाल्यो। हामी सबैजना एकदमै आतुर थियौँ मुभी हेर्नको लागि र सोच्तीमा पनि हामी साँच्चीमा जोइन गर्छु भन्दै थियो र सबैजना सुरक्षा पुकुदी सबैजना हाम्रो पूर्ण दाइ सबैजना जम्मा आउनुभयो र हाम्रो स्पेसली फ्रम कोक कम्पनी हाम्रो आशादी पनि मेरो जास्मिनको स्टुडेन्ट उहाँ पनि जम्मा हुनुभयो अलङ विथ हर फ्यामिली हाम्रो एलेन दाई एन्ड बाबुसँग नानुसँग पनि। त्यसपछि वी अल वर अबाउट टु गो इन साइड मुभी थिएटरभित्र बट त्यहाँ मसँग एकछिन सोच्दैमा नआउने बेलासम्म मसँग नै भिडियो फोटो खिच्ने भने चित्त बुझाएर एकछिन बाहिर बसिरहेका थिएँ। सबैजनाले चाहिँ पाले पालो आई फिल लाइक मोर लाइक अ सेलिब्रिटी त्यो बेला चाहिँ अन बिहाफ अफ स्वस्तिमा। बट यस आई इन्जोयड इट लाइक लिटरली थ्रोली आई इन्जोयड द फोटो सेसन एज वेल एन्ड मुभी पनि अब सुरुभित्र भइसकेको थियो। भित्र एनाउन्समेन्ट पनि गरिसकेको थियो भित्र आउने भनेर सबैजना मान्छे गइसकेको थियो। हामी मात्रै बाहिर थियो र कोही कोही आउँदै थियो मान्छेहरू। वे लाइक टोटल पिपल हामी चाहिँ 42जना थियौँ र बिन्डिया वाज सुपर डार्लिङ युआर डुइङ भेरी गुड जब। बिन्डिया हाम्रो उहाँको नि फिटनेस छ इमोडलमा चाहिँ उहाँ पनि आफ्नो टिमसँग आउनुभएको थियो र जोइन गर्नुभएको थियो। लाइक सिज बिन लिडिङ लिटरली एकदमै टायर्ड पनि हुनुहुन्थ्यो। सबैलाई हेर्नुभएको थियो। आइ एम सो थ्याङ्कफुल टु ह्याभ यु बिन्डिया इन माई टिम एन्ड यस मेरो अलङ विथ मेरो बहिनी सिस्टर दृष्टि पनि थियो। एमी वाज देयर अल्सो अनि दृष्टि पनि एकदमै आफ्नो काम सबै छोडेर एकदम वुमन इम्पावरमेन्टको लागि एकदमै ऊ चाहिँ अगाडि बढ्छ बिकज सी वाज पार्टिसिपेट इन मिस नेपाल 2025 एट द सेम टाइम 2025मा एन्ड यस सबैजना चाहिँ हामीलाई कुरिरहेको थियो र हामी सबै सिटहरू मिलाउँदै थियौँ, अरेन्ज गर्दै थियौँ। कोही मान्छे तल कोही मान्छे माथि, बस सबैजना दे अल वान्टेड टु सिट टुगेदर एन्ड वाच मुभी अल टुगेदर। त्यो पोसिबल थिएन किनकि पालो गरेर हामीले चाहिँ टिकट काटेको थियौँ। इट वाज एट लास्ट मोमेन्ट मुभी हेर्न जाने भनेर प्लान गरेको थियौँ। बट यस के गरेर चाहिँ 40देखि 42जना हामी चाहिँ जम्मा भइहाल्यौँ र जो छुट्नुभयो पछि रिसाएर पछि फेरि हेर्न जानुभएको थियो। एन्ड यस आजको माहौल एकदम बेग्लै थियो बिकज सबैजना अल जुम्बा मेम्बर्स वर देयर एन्ड फुल्ली प्याक्ड बाई अल द जुम्बा मेम्बर्स फ्रम डिफ्रेन्ट फिटनेस क्लब्स। पहिल्यै कोही फर्स्ट हाफमै रोइसकेका थिए, कोही मेम्बरहरू चाहिँ कोही चाहिँ चिल गर्दै थिए, कोही चाहिँ पपकर्न खाँदै थिए, कोही चाहिँ कोल्ड ड्रिङ्क्स खाँदै थिए, कोही चाहिँ आफ्नो फिडब्याक दिँदै थिए सेकेन्ड हाफमा कस्तो हुन्छ भनेर एकदम एक्साइटेड थिए बिकज मुभी चाहिँ एकदमै गुजबम्प आइरहेको थियो। पहिला एकदमै रोमान्स एकदमै एन्टरटेन भइरहेको थियो नि, पछि सेकेन्ड हाफ ओ माई गड अहिले भन्दैन म क्लाइमेक्स नै होइन। यस फर्स्ट हाफमै रोइसकेको थियो सबैजना अल यो प्लानेटको टिमहरू सबै रुन्छ ग्याङ रहेछ। एन्ड थ्याङ्क यू सो मच सोनी प्लानेट टिम एकदम राम्रोसँग कोअर्डिनेट गरिदिनु भएकोमा। सी इज लाइक इन पिङ्क ड्रेस सोनी यस एन्ड यस आइ एम सो थ्याङ्कफुल टु ह्याभ यु एट द सेम टाइम सोनी एन्ड पछाडि सबैजना अल ओभर हुन्छ नि अल ओभर लाइक छ नि रिप्रेजेन्टिङ जुम्बा एन्ड यस आज हाम्रो मुभी थिएटरमा पनि जुम्बा रिप्रेजेन्ट गर्दा आइ एम सो थ्याङ्कफुल टु ह्याभ जुम्बा टिम एट द सेम टाइम। उहाँ चाहिँ रोएर पनि आँसु पुछेर पनि फेरि अझै के आफ्नो रिभ्यू दिनु खोज्नुहुन्थ्यो। आइ एम सो सरी एन्ड यस हामी एकछिन चाहिँ इन्टरभल भयो, हामी चाहिँ अब बाहिर जाने कि भनेर म सबै जुम्मा मेम्बरलाई चाहिँ चियर अप गर्न पनि लगाएँ बिफोर आई मेक अप आउटसाइड। अनि त्यो सबै बाहिर गएर फोटोसुट पनि गऱ्यौँ, फोटो सेसन गऱ्यौँ। सबैजनालाई चाहिँ कोहीले सोलो लिए कोहीले केही गरे अनि फेरि हामी चाहिँ वी अल एन्टर इन साइड यो सेकेन्ड हाफको लागि चाहिँ। एन्ड बिन्डिया इज लाइक चिलिङ बल्ल सबै थकान मेटेर अघिसम्म पछि थियो। एन्ड फाइनली मुभी सक्यो एट द लास्ट मोमेन्टमा चाहिँ पुकुदै चाहिँ अघि हाँसिरहेको मान्छे लास्टमा चाहिँ यस्तो म्युजिकले रुवाइदिएछ उहाँलाई चाहिँ कि यति नराम्रोसँग भर्खरै छोडेर रोइदिनु भयो पुकुदी। थ्याङ्क यू सो मच मुभी यति अप्रिसिएट गरिदिनु बट धेरै रुन पाइँदैन है। आई लभ यु दी एन्ड हामीले पुरा फकेर थियो त्यहाँ चाहिँ।
एन्ड सबैजनाले चाहिँ तारिफ गर्दै थियो, सबैले ताली बजाउँदै थियो, कोही रोइरहेको थियो, कोही आँसु पुस्दै थियो। एउटा चाहिँ आवाज गुन्जिरहेको थियो, वाउ कस्तो मुभी, कस्तो राम्रो मुभी, महिलाको लागि बनेको मुभी, एउटा आमाले सङ्घर्ष गरेको मुभी, एउटा बच्चाको लागि एउटा आमाले कस्तो गर्छ मुभी भनेर गुन्जिरहेको थियो। मलाई भित्र गर्व लागिरहेको थियो। सोच्थेँ मैले यस्तो राम्रो जब र यस्तो राम्रो एप्रिसिएसन पाउँछ भनेर मलाई चाहिँ एकदमै मैले कमै सोच्थेँ भनौँ न। यति यस्तरी यो इट वाज लाइक बट बियोन्ड द एक्सपेक्टेसन सोच्थेँ, बट यति यो लेभलको सोच्थेँ मैले। आई फिल सो प्राउड अफ हर एन्ड सो प्राउड अफ यु सोच्थेँ। एन्ड क्राउड एज डिफ्रेन्ट थियो। मलाई कताबाट लिउँ भिडियो खिच्दा पनि को छुट्छ कता छुट्छ, बिकज सबैजना मेम्बर र अरू पनि धेरै थुप्रै मान्छे आउनुभएको थियो। नट ओन्ली मेम्बर्स, त्यहाँ अरू पनि धेरैजना हुनुहुन्थ्यो हामीसँग जोइन गर्ने, इन्डिभिजुअली आउनुभएको थियो। बट मैले आफ्नो मेम्बरलाई टार्गेट गर्नु पर्ने थियो, त्यसैले चाहिँ कोही कता छुपी लुकेको हुनाले चाहिँ म चाहिँ इट वाज भेरी टफ जब टु हुन्छ नि क्याप्चर टु अल इन वान फ्रेम। र बाहिर पनि कोही मेम्बरले चाहिँ मेरो चाहिँ रिभ्यू पनि दिनुभयो फिल्मको बारेमा। एन्ड सबैजना एन्ड सुरक्षा पनि थ्याङ्क यू सो मच, भर्खर रिभ्यू दिँदै हुनुहुन्थ्यो। एन्ड सबैजना मिलेर हामी चाहिँ स्वस्तिमासँग फोटो खिच्यौँ, भिडियो पनि खिच्यौँ। कोही चाहिँ छुट्नुभयो, कोही गइहाल्नु भयो, त्यसको लागि फेरि हामी भेट्नेछौँ। थ्याङ्क यू सो मच गाइज।